जाडो सो हेलो गाइज वेलकम ब्याक टु माई भिडियो। आज चाहिँ म जाँदैछु कलेजबाट हाइकिङ। बसले मलाई छोडेर गइसकेको छ किनकि म एकदम ढिलो उठेँ। टाइमिङ थियो हाम्रो 6:30 बजेको। बसले हामीलाई छोडिसकेको छ। अब बसलाई भन्दा पनि हामी चाहिँ भरे खाजा खान छुट्छौँ भनेर एकदम छिट गइरहेको छौँ किनकि बुधबारे मलाई खाजा खुवाउने कुरा थियो भन्ने कुरा सुनेको थियो। राम्रो भयो कि बस सँगसँगै पुगेँ र यहाँ चाहिँ विवेक सर पनि आइसक्नु भएको रहेछ। सुरुमा त पुरा टेन्सन लाग्यो किनकि अब फसियो, अब गाली खाइयो, सक्यो क्या, अब जिन्दगी सक्यो, एका बिहानै गाली खानु पर्यो। हामी ब्रेकफास्ट गर्न आउँदैछौँ भनेर विवेक सरले चाहिँ सबै प्रिपेयर पहिले अगाडिदेखि नै गरिराख्नु भएको रहेछ। र खाजा खानुभन्दा पहिला चाहिँ हामी सबैभन्दा पहिला चाहिँ मेरो गाडीको पेट्रोल चेक गर्छौँ किनकि अफ रोड छ, भरे पेट्रोल सकियो भने मेरो त बच्छ। एउटा कुरा चाहिँ आज आएर कन्फर्म भयो क्या गाइज, विवेक सरलाई चाहिँ मलाई गाली नगरिकन सायद घरको भातै पस्दैन क्या। सो विवेक सरले मलाई के भन्नुभयो, यस्तो चिसोमा स्टुडेन्टसँग गाडीमा बसेर आउँदा भइहाल्थ्यो नि, त चाहिँ बाइकमा किन पेट्रोल किन जलाउँछ सरले, पेट्रोल छ भनेर मलाई हकार्नु भयो। पेट्रोल छैन भनिसकेपछि सरले मलाई 500 रुपियाँ दिनुभयो। सो 500 पाइसकेपछि अब देरी नहीं करने का, तो मैं सीधा आ गया पेट्रोल पंप पे और मैंने अपनी गाड़ी पे भराया 500 का पेट्रोल। बहुत तेज हो रहा है, बहुत तेज हो रहा है। इसके बाद हम निकल रहे अब सीधा अपने रास्ते पर। सो फाइनली गाइज हामी चाहिँ आइपुगेको छौँ गौडामा। अब हामी चाहिँ जाने भनेको त्यो माथि देखेको डाँडामा है। सबै साथीहरू पनि त्यही छ है। अब जन्मेर हुर्केकै सिक्किममा भएर मलाई यो सानोतिनो उकालो ओह्रालो नर्मल लाग्छ। सबैजना चाहिँ अब बाइकमा जान पोसिबल छैन। सो म चाहिँ बाइकमा जान्छु राइड गर्दै। हुन त म हिँडेर आएको होइन, न त म स्यास्या भएको छु होइन। यति माथि आइसकेपछि अचानक कस्तो तिर्खा लागेर आयो क्या, तिर्खा लागेर आयो। अब यहाँ हेर्दा एउटा घर देखेँ मैले र यो घरमा म सिधै बाइक लिएर जानेछु। सिधै गएर अलिकति प्र्याङ्क टाइपले पानी माग्नेछु, हेरौँ त पानी दिन्छन् कि दिँदैनन्। सो म चाहिँ यहाँ पुगिसकेको छु घरमा। यहाँ हेर्न सक्नुहुन्छ उता एउटा ब्रदर रहेछ। तिमी यहाँको डन हो र नि हो? तिमी यहाँको डन हो? होइन हो त्यस्तो त होइन, मैले सुनेको तिमी यहाँको डन हो र नि। डनै हुनुपर्ने होइन घरमा अनि यो के हो, यो के हो, यो होइन घरमा अनि यो के हो, यो के हो, यो के हो, यो चाहिँ सिक्का घाँस काट्ने घाँस काट्ने हो पक्का पक्का। म फेरि मेहदीमा भर्ती गरिदिन्छु है लापा खेल्ने भने चाहिँ। अनि तपाईँ सन्चै हुनुहुन्छ? एकदम सन्चै हो। चिन्नुभयो मलाई? चिनेको इतनी खुसी नचिनेको भन्नु हुँदैन, चिनेको। गजब बेइज्जती है। ल सो गाइस म चाहिँ यहाँ पानी माग्न आएको थिएँ, हल्का प्राङ्क हानेको। मलाई पानी दिनुहुन्छ? दिन्छु। यहाँको चाहिँ दिनलाई के को जति पानी आन्टीले निकै मन छुनु भयो है। यहाँको चाहिँ आफ्नै घर जस्तो लाग्यो मलाई चाहिँ। यहाँ आउँदाखेरि यहाँ हेर्नु, यहाँको घरहरू चाहिँ यस्तो रहेछ, एकदम ठाउँ लाइक पुरै पिसफुल ठाउँ छ। तपाईँहरू पनि गौडा आउँदा यो घरमा आएर पानी खाएर जान सक्नुहुन्छ है त। सुरुमा त ब्रदर निकै रिसाउँछन् जस्तो लागेको थियो, तर ब्रदर एकदमै धेरै फ्रेन्डली रहेछन्। मस्त पानी पिउँदै मैले एकछिन गफ हानेर बसेँ किनकि झापाली हो, पहिल्यैदेखि लागेको बानी। अब यहाँदेखि चाहिँ त्यस्तो खासै माथि टाढा रहेन रहेछ, यही माथिको डाँडा रहेछ किरात पार्क भन्ने ठाउँ। र बाटो निकै नै अफरोड छ अरे। अब त्यही बाटोबाट म जानेछु कि बाटो कस्तो छ तपाईँहरूले भिडियोमा देख्न सकिहाल्नुहुन्छ। बाटो त निकै नै खराब रहेछ, तर जसोतसो गरेर म पुग्न लागिसकेँ। फाइनली यो हो किरात पार्क। यहाँको पार्क चाहिँ तपाईँहरूले देखिसक्नु भएको छ र यहाँको बारेमा चाहिँ अलिकति यहाँ जानकारी गराउनको लागि म यहाँको स्थानीयलाई सोध्न गइरहेको छु है। नमस्कार दाजु। नमस्कार हजुर। हजुरको शुभ नाम? मेरो नाम उदिप राई। यो ठाउँलाई चाहिँ ठ्याक्कै के भन्दो रहेछ भन्दा? ठ्याक्कै यो ठाउँलाई चाहिँ गाउँ चाहिँ चिसापानी हो। हजुर। ठाउँ हामी उभिएको ठाउँ चाहिँ किरात सांस्कृतिक पार्क ठ्याक्कै छ। यसको चाहिँ खासमा के हो विशेषता? यो ठ्याक्कै यो किरात कल्चरलाई झल्काउने ठाउँ हो। हजुर। ठ्याक्कै यो ठाउँ पनि किरात पुरै राईहरूको मात्रै बस्ती छ यो ठाउँ पनि। अनि विशेष गरी यो त अब किरात भन्नु बित्तिकै अब किरात सांस्कृतिक पार्क हो यो चाहिँ। ल ठिक छ, यो पार्कको बारेमा भइहाल्यो। यहाँ गाउँ निकै बाक्लै देख्छु म चाहिँ। ठ्याक्कै मान्छेले कति चाहिँ नोटिस गर्नु हुँदो रहेछ क्या बाटोमा, साइडमा अब घरहरू दुई चारवटा छ। तर यो ठाउँमा चाहिँ ठ्याक्कै गन्ती मैले 140देखि 50 घर छ यो गाउँमा। यस्तो ठाउँमा चाहिँ 140देखि माथि घरहरू छन् भने अलिकति के कुरा तपाईँलाई सोध्न मन लाग्यो भन्दा यहाँको मान्छेहरूको चाहिँ जीवनशैली के छ? यहाँको मान्छेहरूले खानेपानी कहाँबाट ल्याउँछन्? यहाँको मान्छेहरूले बाल्ने विद्युत कहाँबाट ल्याउँछन्? अलिकति कृषिमै निर्भर हो। हजुर। विशेष गरी यो पसलहरू छ। हजुर हजुर। अनि होमस्टेको यो ठ्याक्कै यहाँ व्यवसाय गर्नेहरू पनि हुनुहुन्छ क्या। हजुर हजुर। यहाँ नजिक यहाँ तलतिर यता हुनुहुन्छ। अनि खानेपानी भन्दाखेरि ठ्याक्कै हाम्रो खानेपानीको मुहान चाहिँ यता हो। यो जुन डाँडा देखेको छ नि यो, हजुर, यो ठ्याक्कै खानेपानीको मुहान चाहिँ त्यहाँ हो। एकदम अर्ग्यानिक चाहिँ पानी चाहिँ एकदमै शुद्ध। यो ठाउँमा सायदै सबभन्दा शुद्ध पानी खाने ठाउँ भनेको सायद यही ठाउँहरू होला। यही ठाउँ यो नजिकै छ मुहानहरू।
यस्तै छ, राम्रो छ। हामी पनि श्रमदान हाम्रो मासिक हप्ताको शनिबारको हाम्रो श्रमदान, हजुर अनि अस्तिको हप्ता चाहिँ ठ्याक्कै साकेल हाम्रो चाड थियो, 27 गते थियो र त्यो दिन अन्तिम शनिबार हामीले गर्न सकेन। अनि आजको यो शनिबार चाहिँ ठ्याक्कै हामीले श्रमदान गरेर ठ्याक्कै तपाईँसँग भेट भयो। खुसी लाग्यो, खुसी लाग्यो, धेरै धन्यवाद। र यहाँको बारेमा तपाईँले बुझिहाल्नुभयो। यहाँ चाहिँ एउटा फ्यामिली पिकनिकको रूपमा आउनु भएको रहेछ यहाँको यो मान्छेहरू चाहिँ। अनि एक्लै अब यस्तो डाँडामा आउँदाखेरि कस्तो गीत बजिरहेछ हेर्दै नाचौँ नाचौँ टाइपको होइन, त्यो गीतले मलाई तानेर ल्यायो क्या। यहाँ अब म पनि यहीँ आएर घुलमिल गर्ने ट्राई चाहिँ गर्छु, कुटाइ खाइन्छ कि थप्पड खाइन्छ थाहा छैन, लेट्स ट्राई ल। भाइ के खेलेको? क्यारम बोर्डमा त 4 जना हुन्छन् नि, म खेल्ने नि र। यस्तो त मैले एक्सपेक्टै गरेको थिइनँ। भाइहरूसँग बसेर खेल्न पाउँदा एकदमै धेरै खुसी लागेको छ। प्लस यहाँको मान्छेहरूले पनि मलाई केही भन्नुभएको छैन। लाइक यस्तो फिल भइरहेछ कि उनीहरूकै फ्यामिलीबाट बिलोङ गर्छु म पनि र उनीहरूसँगै पिकनिक आएको छु जस्तो फिल भइरहेछ। एकदम रमाइलो लाग्यो। भाइहरू पनि लास्टै रमाइलो रहेछन्, लास्टै राम्रा भाइहरू छन्। मजा आयो क्यारम बोर्ड खेल्न गाइज। मलाई चाहिँ जङ्गलको यत्रो उकालो चढेर आउँदा पनि यस्तो ठाउँमा म नयाँ मान्छे जाँदा एक्कासी मलाई आफ्नै दाइ सम्झेर खेल्न दिँदा अलिकति के बुझ्न मन लाग्यो भने पक्कै पनि यो जेनेरेसनमा यस्तो नानीहरू त हुँदैनन्, पक्कै पनि घरको राम्रो वातावरण होला या फेरि घरमा राम्रो संस्कार दिएको भन्ने फिल भयो मलाई। र म अलिकति यहाँको घरको मान्छेसँग कुराकानी गर्छु है त। र भर्खरै मात्र म उहाँसँग जोडिएको छु। तपाईँलाई मेरो च्यानलमा स्वागत गर्न चाहन्छु। धन्यवाद। सबैभन्दा पहिला त तपाईँलाई मनैबाट धन्यवाद गर्न चाहन्छु, किनकि एउटा चिन्जानै नभएको मान्छे आएर यति घुलमिल हुन सके। म एकदम मलाई परिवार जस्तो लाग्यो। म नानीहरूसँग क्यारम पनि प्ले गरेँ, एकदम राम्रो। तपाईँहरूले पनि निकै नै राम्रो गर्नुभयो। मलाई मनदेखि नै म तपाईँहरूको आभारी छु। तपाईँहरूलाई चाहिँ के सोध्न चाहन्छु भन्दा यो ठाउँ यहाँ यस्तो छ भनेर चाहिँ कसरी थाहा पाउनुभयो यो ठाउँमा अचानक पिकनिक खान आउनुभयो तपाईँ? विशेष गरेर यहाँका टिचर हुनुहुन्थ्यो स्वर्गीय युद्ध दाहाल, उहाँको कान्छी छोरीसँग मेरो भाइको विवाह भएको थियो र उनीहरूको ससुराली एरिया बन्द गर न यतातिरको उहाँको ससुराली उहाँ आउने गर्नुहुन्थ्यो। हामी पनि बेला मौकामा आउने गर्थ्यौँ। अनि यहाँ आइसकेपछि यो घुम्न जाने क्रममा हामी यस ठाउँमा आइपुग्यौँ, जसलाई चाहिँ किरात पार्क भनिँदो रहेछ। सुन्दर अनि अति रमणीय लाग्यो। त्यसले गर्दा हामी अहिले हाम्रा केवल आफ्ना परिवार मात्रै, जम्मा हामी शिवाकोटी हौँ, धुलाबारी निवासी हौँ। हाम्रो घर मेचीनगर नगरपालिका वडा नम्बर 10 मा पर्दछ र जति पनि हामी छौँ यहाँ उपस्थित भएका केवल हाम्रो आन्तरिक परिवार मात्रै छौँ, शिवाकोटी परिवार। शिवाकोटी परिवारमा जतिजना दाजुभाइ छ एक ठाउँमा बसेका छौँ। हामी प्रत्येक कार्यक्रम गर्दा या कुनै पनि काम गर्दाखेरि हामी एकजुट रहने गर्दछौँ र यसरी बेला बेलामा मनोरञ्जनको निमित्त पनि हामी आफ्नो परिवारको साथमा मात्रै हिँड्ने गर्दछौँ। यसो त भाइले भन्नुभयो अघि कि तपाईँ यति सजिलोसँग मसँग जोडिनु भयो कसरी भने, हामी कस्तो खालको छ, हामी समदृष्टि समभाव राख्ने, कुनै जाति पाति धर्म मजहब प्रान्तसँग कुनै पनि सरोकार राख्ने। हामी मानव हौँ, मानवले मानवको सत्कार गर्नुपर्छ, मानवसँग प्यार गर्नुपर्छ भन्ने हाम्रो भावना छ। त्यस भावना अनुरूप तपाईँलाई देख्यौँ, आफ्नै छोरा जस्तो लाग्यो, खुसी लाग्यो तपाईँसँग भेट्दा। हामीलाई पनि तपाईँ पनि यसरी भल्क बनाएर हिँड्नु हुँदो रहेछ। अब हामी तपाईँलाई कामना पनि गर्छौँ, तपाईँ सुपर भएर जानुहोस्, राम्रो भल्कहरू बनाइदिनु होला। मेरो दर्शकहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? भाइ अति नै मिलनसार र प्रिय भाइ हुनुहुँदो रहेछ। उहाँले यसरी कुना कन्दरामा गएर त्यसको प्रमोटको लागि यसरी भिडियोहरू बनाएर प्रसारण गर्नुहुँदो रहेछ। अति राम्रो कुरा हो। अहिलेको नयाँ युवा जेनजी भन्छु जसलाई म, यस्ता खालका युवाहरूले नै हाम्रो देशलाई चिनाउने हो। त्यस कारणले गर्दा यसरी कुना कन्दरामा जहाँ चाहिँ मान्छे पुगेका छैनन् त्यस ठाउँमा पनि यति रमणीय स्थान रहेछ, त्यहाँ पनि पार्क रहेछ, त्यहाँ पनि हाम्रो नेपाललाई प्राकृतिक रूपमा सुन्दरता छँदैछ। त्यसलाई अझ सुन्दर बनाउनको निमित्त अनेकौँ पार्कहरू बनिएका रहेछन्। यस्ता कुराहरू प्रमोट गर्ने भाइलाई म धन्यवाद दिन्छु र यस्ता भाइको भ्लगहरूलाई तपाईँ सबैले हेरेर लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला पनि अनुरोध गर्छु। धेरै धेरै धन्यवाद, थ्याङ्क यू। सो गाइज अब म यहाँबाट बिदा भइसकेको छु। अब चाहिँ हामी आफ्नै टुरमा आफ्नो मेरो साथीहरू के गर्दैछ, सरहरू के गर्दै हुनुहुन्छ, अब हामी त्यो दृश्य हेर्नेछौँ है त। म फर्किसकेको मान्छेलाई बोलाएर यहाँ सुन्तला दिनुहुँदैछ। तपाईँहरू बुझ्न सक्नुहुन्छ कि उहाँहरूको मन कति ठुलो छ। मलाई चाहिँ एउटा कुरा के याद आयो भने वसुदेव कुटुम्बकम भन्ने कुरा मैले सुनेको थिएँ।
हामी कुनै जाति कुनै धर्म कुनै प्रान्तलाई मान्दिनँ उहाँले सुरुमै भनिसक्नु भएको थियो सबै धर्म भनेको एक भनिसक्नु भएको थियो उहाँले अघि पनि र यो कुरा चाहिँ अहिले आएर मलाई वास्तविक उहाँहरूले आफ्नो जीवनमा आचरणमा पनि ल्याउनु भएको रहेछ एकदम मनदेखि तपाईँलाई धन्यवाद गर्न चाहन्छु धन्यवाद भाइ धन्यवाद सो गाइज अब चाहिँ हामी भिडियोको अन्तिममा आइसकेको छौँ र अब चाहिँ यहाँ अब हामी केही पनि गर्नेवाला छैनौँ किनकि यहाँको ठाउँहरू तपाईँहरूले देखिसक्नु भयो र यहाँको मान्छेहरूको जीवनशैली कस्तो छ यहाँ मान्छेहरू कुन प्रकारले बसोबास गर्छन् र यो ठाउँ किन प्रसिद्ध छ भन्ने सबै कुरा तपाईँहरूले यो भिडियो मार्फत जानिसक्नु भएको छ र जतिजना पहिला आइसक्नु भएको थियो उहाँहरू त अलरेडी आइसक्नु भयो र यो भिडियोको माध्यमबाट जतिजनाले यो ठाउँ देख्नुभयो एकचोटि आएर रमाइलो गर्न नबिर्सिनु होला र यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा मनदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनमा यस्तै भिडियोहरू हेर्न यो च्यानललाई लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला अहिलेको लागि बाई बाई